दुई भाइ छोरा हो, छोरी छैन। अब स्वास्नी म मात्रै जिपी छ। हजुरको नाम? देवकुमार नेम्मा। सुमित्र सिर्जनको बुवा हुनुहुन्छ। हजुर हजुर। हिजो जुन खालको अप्रिय घटना घट्यो, उहाँहरू तपाईँको आफ्नै छोरा हुनुहुन्छ? मेरै छोरा। छोराहरू कति थिए? हिजो कतिखेर घटना घटेको रहेछ, तपाईँलाई जानकारी कतिखेर भयो? मलाई चाहिँ थाहा भएको लगभग भनेको मैले 7:30 बजे लगभग आसपासमा छोरासँगको साथीलाई एउटा कल गरेको थिएँ होइन, सँगै उनीहरूको ग्रुपमा। उसले चाहिँ म आधा घन्टा भनेपछि हामी घर आउँदैछौँ, किनभने 7:30 बजी त्यो भने चाहिँ खाना पकाउनु तिमीले ढिलो गर्छ भनेर फोन गरेको थियो। त्यतिकै त तिमीहरू राति कहाँ घुम्दैछ भन्ने कुरा होइन, खाना पकाउने टाइम भइसक्यो, तिमीहरू छिडा हो भनेर चाहिँ फोन गरेको थियो। त्यो मेरो नम्बरमा सेभ छँदैछ अहिले पनि। अब यो कल डिटेलहरू सबै पुलिसै सबै पाइहाल्छ। अब फेरि मेरो त सबै नेपाल गभर्मेन्टकै सिमहरू युज गर्छु म, प्राइभेट कम्पनीको जुन प्राइभेट कम्पनी बुझ्नु भयो त एनसेल युज गरेँ। मेरो रजिस्टर्ड भएको नम्बरहरू छ होइन, तपाईँ अहिले म देखाउनु पनि सक्छु। त्यतिखेर लगभग त्यतिखेर त्यो समय मैले कल गरेको थिएँ। अब आधा घन्टा आउँछु भनेर भनेको थियो। अनि पछाडि चाहिँ त्यस पछाडि पनि मैले अब यहाँ मोबाइल हेर्दा थाहा हुन्छ है। अनि पछाडिबाट एकजना उनीहरूकै साथी भनौँ न आएर अनि यस्तो घटना भयो भनेर भन्यो। अनि घर आउँदाखेरि चाहिँ उसको अब यहाँ हस्पिटल आउँदा चाहिँ उनीहरू चाहिँ हस्पिटल पुग्नुभन्दा अलरेडी डेड भएको भनेर चाहिँ डक्टरले मैले भने आँखा यसो हेर्दाखेरि हस्पिटल बिहान हस्पिटल पुग्दा अलरेडी डेड भइसकेको थियो। अलिकति सुइको पाउनु भएको थियो दिउँसोतिर? मैले त्यस्तो सुइको त्यस्तो खालको पाएको थिइनँ, तर यिनीहरू लगभग यत्रो टाइम त थाहा भएन। यिनीहरू गेम खेल्छ नि, गेम खेल्दाखेरि चाहिँ यो के अरे मोबाइलको गेम खेल्दाखेरि चाहिँ अलिकति छाडा शब्दहरू युज गरेर बोल्छन् रे। त म चाहिँ खेल्दिनँ है। तपाईँहरू आफै सर्च गर्नु, तपाईँहरू आफै पत्रकार तपाईँले सर्च गर्दा हुन्छ। गेम खेल्दाखेरि केटाहरू चाहिँ कहीँ केटाकेटी भनौँ न उनीहरूको ग्रुप समूहमा चाहिँ अलिकति छाडा शब्दहरू पनि युज गर्छन् भनेर चाहिँ सुनेको थिएँ भनौँ न। तिनीहरूले त्यहाँ बोल्दाखेरि मैले एउटा के अरे उनीहरूको ग्रुपमा चाहिँ आउँदाखेरि 2जना साथी थियो, 4जना थियो भने भनिसकेँ। त्यो हुँदाखेरि त्यस्तो बोल्छ। त्यतिखेर चाहिँ एउटा छोरी मान्छे महिला, अब यो त थाहा हुँदैन, उसले पनि बोलेको आवाज चाहिँ मैले सुनेको थिएँ। त्यो घरको घटना हो त्यो घरको, त्यो लगभग 2 दिन बजेको हुनसक्छ। किनभने म अब छोरा 2टा छोरा, उसको साथी 2जना थियो होइन। अनि 2जना 4जना भयो भने 2जना छोरा, मेरो जेठो सुमित्र सिंह मेरो छोरा हो, 2जना थियो। यिनीहरू 4जना त लगभग 3-4 दिनदेखि मेरै घरमा बसिरहेको थियो। मेरो घरै इन्भर्टर भयो, र झापा पनि फेरि मेरो घर। मेरो यहाँ घर पनि छ, उता झापा पनि मेरो घर छ। अथवा त्यो घर जग्गा छ भनौँ न, यहाँ पनि अब जग्गा बिना त घर त हुँदैन, यहाँ पनि मेरो घर छ।